सो गाइस चाहिँ मेरो चाहिँ 3-4 वटा क्लिपहरू देउरालीदेखि यता आएकोहरू सबै भिडियो चाहिँ के अरे पुस भइदिएछ क्या फोन आएर केही बनाउनै पाइएन क्या बाटोतिर बनाइएको थियो हालत यस्तो भइसक्यो बाइकको हालत यस्तो छ अब यहाँदेखि चाहिँ मैले क्यामेरा फिट गर्दैछु फेरि पनि पुस हुन्छ भन्ने मलाई डर लागिरहेछ आज त्यो टाउको राम्रो हुँदैन हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल अनि सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदम सन्चै आरामै छु र सो है आजको दिन चाहिँ बाहिरमा टर्की जानुपर्ने हुन्छ र म चाहिँ रेडी भएर निस्किसक्यो अब बाइक निकालेर जानुपर्ने हुन्छ भिडियो कस्तो हुन्छ हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला यो पनि राख तेरो दाजुको पावर देखिस होला नि ल बसेको त झोला बोकिस् नि बुढोको पेन्ट लाएर हिँड्दैछ नि त म बुढोको पेन्ट लाएर हिँड्दैछ नि आजको यात्रा कहाँसम्म हो हाम्रो आजको लोकेसन चाहिँ टोड्के झरनाको कुनेमा लाग्छ यहाँ मेरो माइक छैन नि त अनि हेलमेटमै गुन्जिन्छ अलिकता टालिएर बस्छ साह्रै अलगै बस्दो रहेछ बाटो चाहिँ यति खत्तम छ कि साह्रै रस्तार कुदाएर हिँड्नुपर्ने बाटो छ ओ यार
आज हाम्रो टोर्की झरनाको यात्रा सरर सरर यो चाहिँ हाम्रो गाउँको पिचको हालत त्यस्तो छ त्यस्तै बिरामी मान्छेहरू त नि यहाँ त आफै सन्चो भएर निस्किन्छ यो सोनीमा यस्तो बित्ती बाटो छ नि आम्म यस्तो छ र त म एक्लै हिँड्नु सक्दिनँ त एक्लैमा त कम्ती पछाड छ यहाँ यस्तै छ र मैले तँलाई हिँडाएको क्या मैले आम्म हाम्रो गाउँको बाटो चाहिँ नसुतिर्ने भयो यो बोल्नु भन्छु तर सक्दिनँ क्या बोल्नु कि अब चुपचाप बसिबसेर अब भर्खर भर्खर मान्छे हरियाली रानी बन्नु परबाट पिक्चर थियो त जो म चाहिँ अब परदेखि चाहिँ अब पिक्चर छ होइन आज हामीलाई मौसमले हल्का ठगिरहेछ तर पनि केही छैन र यतिकोमा पुगिन्छ होला अब हेरौँ कस्तो हुन्छ टोर्की झरनाको अवस्था के राम्रो सोलिङ गर्छ यहाँ त सोलिङमा कुद्नु क्या मजा आइदिरहेको छ क्या हामीले चाहिँ तेल बचत गर्नुपर्ने अवस्था छ किनभने तेलको हाम्रो तेल किन्ने पैसै छैन क्या त्यही हो क्या मेन कुरो चाहिँ आज हामी टोर्की झरना पुग्नुपर्ने छ हामी चाहिँ अहिले आलुबारीमा झरिसकेको अवस्था अब यहाँदेखि उताको बाटो छिर्नै पर्ने हुन्छ हामीले किनभने धेरै समयपछि हामी चाहिँ टोर्की झरनाको यात्रामा हिँडिरहेको छौँ है मेरो के कस्तो हुन्छ आजको बाटोहरू पनि सो गाइस चाहिँ मेरो चाहिँ 3-4वटा क्लिपहरू देउरालीदेखि यता आएकोहरू सबै भिडियो चाहिँ के अरे पुस भइदिएछ क्या फोन आएर केही बनाउनै पाइएन क्या बाटोतिर बनाइएको थिएँ हालत यस्तो भइसक्यो बाइकको हालत यस्तो छ यस्तो बवाल बेला भिडियो बनाएको थिएँ नि मैले बाइकको हालत यस्तो भइगयो म अब रुनु कि आफ्नो भिडियो बनाउने कि नबनाउने भए सो टोर्की झरना चाहिँ यहाँ तल हो यता तल तर हामी यहाँ पुरै बाइक छोडिराखेर जान्छौँ होला किनभने पहिलाको बाढी पहिरोले गर्दाखेरि बाटो जाँदैन नि त त्यही भएर हामी चाहिँ बाइक छोडिराखेर जानुपर्ने हुन्छ यता पर चाहिँ सन्तपुरको नजर यस्तो छ सत्त यो माबुको के भन्छ मन्दिर यहाँ पर छ त्यहाँ पनि जानु चाहिँ मन लागेको थियो तर जस पानी पर्लास छ त्यही भएर हामी चाहिँ नजाने किनभने मेरो धेरैवटा क्लिपहरू पनि भिडियो पनि ऊ भइदियो क्या खतम भइदियो त्यही भएर अब
एकछिन पछि मात्रै भिडियो बनाउने हो यता त्यता लास्ट गिद्दी भन्यो यार छ्या। अब यहाँदेखि चाहिँ मैले क्यामेरा फिट गर्दैछु फेरि पनि पुस हुन्छ भन्ने मलाई डर लागिरहेछ। यहाँको यस्तो दामी प्लेस छ नि अहिले म देखाउँछु यस्तो बवाल छ तर म बाइकमा बोलेको खासै सुनिँदैन जस्तो लाग्यो क्या तर पनि म बनाइदिन्छु।